युकेको सहरमा गुम्सिएर वाक्क भएर आज चाहिँ म साथीभाइसँग हेस्टिङ बीच पुगेको छु है हाइकको लागि। अब हामी केही समय टाइम स्पेन्ड गर्छौँ र केही पछि हामी हाइकको लागि रेडी हुन्छौँ है। हामी चाहिँ 1 आवर पहिले नै पुग्यौँ है, किनकि लन्डन चेरिङ क्रसमा 8:45 मा सबैजना पुग्ने भन्दा पनि हामी चाहिँ डाइरेक्टली हेस्टिङ स्टेसनमा पुग्यौँ है। त्यही भएर चाहिँ हामीले बिचमै टाइम स्पेन्ड गर्न पाइरहेको छौँ। हामी पनि पुनः हेस्टिङ स्टेसनमा फर्किसकेका छौँ। यहाँ अलरेडी सबैजना पुगिसक्नु भइसक्यो हाइकको लागि आजको लागि। तर यो घाममा 15-20 मिनट बस्दा त मर्ला जस्तै भइसक्यो है। अब आजको यात्रा चाहिँ हाम्रो यहाँबाट स्टार्ट हुन्छ। यस्तो घाममा है 100-200 जना त्यहीमाथि आउने जाने बराबरका मान्छेहरू आउने पनि आइराख्नु भएको छ। बाटोमा हिँड्ने अप्ठ्यारो क्या, तर पनि माथि पुगेपछि चाहिँ नेपालको याद आयो। घण्टाको यात्रा पछि चाहिँ खाजा खाने ब्रेक भयो है हाम्रो। तीन घण्टाको यात्रापछि पूर्ण ब्रेक भएको छ है। सबैजना घामले थकित हुनुहुन्छ र कसैले वासरुम जान्छ, कसैले पानी खानुहुन्छ। सो म चाहिँ भिडियो खिच्न व्यस्त छु र मेरो टोलीहरू चाहिँ अगाडि मस्त चिल हानिराख्नु भएको छ है। सो मलाई नि बिल्ला हान्दै हुनुहुन्छ। ब्रेक पनि सकियो र यो बिचमा मैले 2-4 ऱ्यान्डम क्लिपहरू लिएँ र पुनः हामी चाहिँ हेस्टिङ बीचमा पुगेको छौँ है। आजको हाम्रो यात्रा चाहिँ यहीँ टुङ्गिएको छ है र हाम्रो चाहिँ लास्ट ग्रुप सेल्फी हो। आजको ओभरअल जर्नी म्याप चाहिँ हाम्रो यस्तो छ है।